कस्तो परेछ के को लाने गुड मर्निङ सर सिट डाउन थ्याङ्क यू सर अघि नहोला नि तयार नि उठ तयार भन 3 नम्बरको जा गएर विद्यार्थीहरू तिमीहरूलाई खुसीको खबर छ एउटा नोटिस आछ तिमीहरूलाई खुसीको खबर छ केटाकेटी हो अब दसैँ तिहार पछि आयो तिमीहरू पर्न एउटा के हिसाब गर्नु छैन त्यसै बिना काम करार हुन्छ तर जा बस कंट्रोल ल यो बिदामा चाहिँ तिमीले अभाव गर्नुपर्छ भ्याकेसनको अभाव दिन्छु र टिक लगाऊ ल भर्खर हामीले हाम्रो प्रिन्सिपलले चाहिँ बिदा भएको खबर सुनाउनु भयो र यसैको कारणमा चाहिँ म भ्याकेसनको अभाव दिन चाहन्छु र पेज नम्बर 21 निकाला सबले ये क्या है ल सबैले च्याप्टर 1 देखि च्याप्टर 10 सम्म टिक लगाऊ सर यहाँ त च्याप्टर 9 सम्म मात्र छ हे जतिसम्म छ त्यति लगा न ल हामीले जति च्याप्टरसम्म पढायौँ त्यो सबै भ्याकेसनको पछि गएर आउने ल आजको क्लास त्यतिसम्म ओके सर ओइ 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 त यहाँ आइज त कालो लाग्छ तेरो यो कपाल पनि काट्ने थियो सिधो काटेर अब दसैँ तिहार पछि काटेर आयो जा अहिले घर जा राम्रोसँग दसैँ मनाएस् काटेर आयो ल बुवा दसैँ आइसक्यो कपडा किन्ने होइन नयाँ कपडा मलाई किन चाहियो तँलाई कपडा पोहोरको दसैँको कपडा छ त धोएर लगा छोरालाई अलि धेरै भनिए क्या हो दसैँमा एक जोर कपडा किनिनु पर्छ क्या सेल 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 सबैभन्दा सस्तो कपडा यहाँ पाइन्छ ओए भाइ यहाँ आइज त किन्न कपडा बाबु यो कतिको हो यो दाइ 4000 को 400 मान्न आउँदैन 400 को के आउँछ त 400 को त यो मात्र हो त केही प्याक गरिदिनु त पहिला पैसा दिनु अलि 100 रुपियाँ मात्र छ 300 रुपियाँ उधार हो कस्ता कस्ता मुजीहरू कस्टमर आउँछन् न के रे भ्याकेसन बाउले हेर्नु भयो बाबु यो नयाँ डिजाइनको कपडा भर्खर चल्या यो चल्या बाउ अहिले दसैँमा खसी काट्ने होइन काट्ने हो नि छोरा यत्रो खसी काट्ने हो जाम न त खोज्न जाम न ए भाइ यो खसीलाई कति हो 1 लाख रुपियाँ दाम छ यसको 1 लाख 1 लाखले त मैले आइफोन किनिहाल्छु खसी किन्नुभयो भने मासु खानुहुन्छ आइफोन किन्नुभयो भने त्यसको फोटो हेरेर चित्त बुझाउनुहुन्छ तपाईँले खसी कत्रा कत्रा छन् हेर्नु न एउटा यहाँ छ त्यहाँ छ त्यहाँ छ डुल्न नगए धेरै क्लास बल्न आनेस छोरा पछि गएर बाउको जस्तै बन्छ बाउको जस्तै नाम रोशन गर्छ आशीर्वाद छ मेरो छोरालाई तर मम्मी बाउदेखि बन्न सकेको छैन नि त
त्यो छोरालाई गिफ्ट ल्याइदिएछु अमेरिकाबाट ल्याइदिएछु 2 करोडको वाउ मम्मी थ्याङ्क यू काय नमस्ते साथीहरू हामी A1 बोइज युट्युब च्यानलबाट हाम्रो यो फर्स्ट भिडियो हो र हाम्रो यो भिडियोलाई धेरैभन्दा धेरै माया गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नु, सब्स्क्राइब गर्नु च्यानललाई र अनि यस्तै भिडियो हेर्नको लागि बेल आइकन पनि दबाइदिनु होला ल